हेलो एभ्रिवान, तपाईहरु सबैलाई स्वागत छ। आजको भिडियोमा हामीहरु नेपाली पोलिटिशियन्सहरु, नेपाली नेताहरुलाई र्याङ्क गर्न जाँदैछौं। चुनाव पनि आउन लागिसक्यो, अब धेरै छैन, 40-45 दिन बाँकी छ हैन। त्यसै कारणले गर्दा चाहिँ हामीहरु अहिले प्रोमिनेन्ट, अहिले पपुलर भएका, ट्रेन्डिङमा रहेका नेताहरुलाई चाहिँ यो भिडियोमा र्याङ्क गर्ने छौं। हामीसँग 16-17 जना नेताहरु छन् र हामी यिनीहरुलाई चाहिँ ई टियर देखि एस टियर सम्म र्याङ्क गर्ने छौं। सबैभन्दा बेस्टलाई चाहिँ हामी एस मा राख्ने छौं भनेपछि सबैभन्दा खतमलाई चाहिँ ई मा राख्ने छौं। यो भिडियोमा रहेको र्याङ्किङ चाहिँ मेरो पर्सनल ओपिनियन हो। म आफूलाई जसलाई राम्रो लाग्छ त्यसलाई चाहिँ एस मा राख्छु, जो मलाई नराम्रो लाग्छ त्यसलाई चाहिँ म ई मा राखिदिन्छु। तपाईहरुको विचार फरक हुन सक्छ, कमेन्टमा लेख्नु होला र यो भिडियो अन्तिमसम्म हेर्नु होला। ल आउनुहोस् सुरु गरौँ। फर्स्टमा हामीसँग हुनुहुन्छ नेपालकै सबैभन्दा धेरै पढे लेखेको अथवा भनौं विद्वान हैन, डाक्टर बाबुराम भट्टराई। कुनै बेलामा चाहिँ सबैभन्दा पपुलर र नेपालकै सबैभन्दा इन्टेलिजेन्ट नेताको रूपमा चिनिने मान्छे। अहिले त खासै त्यति धेरै मान्छेहरूले गन्छ जस्तो चाहिँ मलाई लाग्दैन हैन। पहिला जस्तो भरोसा पनि गर्छ जस्तो त मलाई लाग्दैन अहिले। तर पनि बाबुराम भट्टराई चाहिँ एकदम सोलिड नेताको रूपमा चाहिँ म याद गर्छु है। त्यति धेरै चाहिँ मलाई पोलिटिक्सको बारेमा थाहा नभए पनि बाबुराम भट्टराई चाहिँ जस राम्रै नेताहरुमा गनिन्छन् जस्तो चाहिँ मलाई लाग्छ हैन। त्यसै कारणले गर्दा चाहिँ म बाबुराम भट्टराईलाई डाक्टर बाबुराम भट्टराईलाई मैले बी टियरमा राख्दिएँ है त। अब यसपछि आउँछन् झलनाथ खनाल। मलाई लाग्दैन धेरै मान्छेहरूले मन पराउँछन् जस्तो। अस्ति नै पनि घरमा के गर्दैछन् है जेनजी आन्दोलनमा, त्यति मलाई एक्ज्याक्टली याद चाहिँ छैन। सो उहाँको वाइफलाई चाहिँ आग लागि गर्ने कोसिस हो कि के त्यस्तै के चाहिँ गरेको रहेछन् है, जुन चाहिँ मलाई एक्ज्याक्टली याद छैन। सो झलनाथ खनाललाई त खासै त्यति युवाहरूको माझमा चाहिँ त्यति पपुलर पनि छैनन् उनी हैन, अनि धेरै मान्छेहरूले त्यति मन पराउँछन् जस्तो पनि मलाई लाग्दैन। त्यसैले उनलाई चाहिँ म राख्न चाहन्छु डी टियरमा। विद्यादेवी भण्डारी त अब पूर्व राष्ट्रपति हैन, नेपालकै सबैभन्दा ठुलो पोस्ट हो नि त राष्ट्रपति भनेको त। अनि त्यो पोस्टसम्म पुगिसकेको मान्छे। तर धेरै जस्तो मान्छेहरूले चाहिँ उनलाई चाहिँ अब केपी ओलीले गरेको निर्णयहरूलाई एप्रुभ गरिदिने काम मात्रै गरेको आरोप लाउने गरेछन् हैन। विद्यादेवी भण्डारीलाई चाहिँ उनको लेट हस्बेन्ड मदन भण्डारीकै नामबाट धेरैले चिन्ने गर्छन्। मैले पनि अब त्यसरी नै चिनेको भन्दा पनि भयो। अब एक किसिमले राष्ट्रपति भइसके त सबैले चिनि नै हाल्छ देशभरि। उनलाई चाहिँ मैले खासै अब त्यति धेरै अब एक्सपेक्टेसन केही पनि छैन, उनको करियर पनि त्यति अगाडि छ जस्तो पनि मलाई लाग्दैन हैन। त्यसैले मैले चाहिँ सी टियरमा राख्दिएँ त। त्यसपछि आउँछन् हाम्रो माधव कुमार नेपाल, धेरैले माकुने पनि भन्छन् हैन। अब उनी चाहिँ अस्ति भर्खर एउटा कुन स्क्यान्डलमा फसेर जेल गएर कति 30-35 लाख धरोटीमा निस्केको। अनि मलाई एउटा कुरा चाहिँ के याद छ भन्दाखेरि योभन्दा अघिल्लो चुनावको बेलामा चाहिँ कुन चाहिँ तराईकै ठाउँतिर के, अनि त्यहाँ चाहिँ भाषण दिने बेलामा चाहिँ के भनिरहेका थिए भन्दाखेरि अब हामी यो चुनावमा जित्यौँ भनेपछि यो यहाँको मान्छेलाई विदेश जानको लागि फ्री भिजा र फ्री टिकटको व्यवस्था गरिदिन्छौँ, विदेश जानको लागि पैसै लाग्दैन, ढेवा नै लाग्दैन के भन्ने स्टेटमेन्टहरू अथवा भाषणहरू चाहिँ दिएका थिए जुन चुनाव पनि जिते। तर अब अहिले चाहिँ उनको पनि त्यति पपुलारिटी त केही पनि छैन, खासै मान्छेहरूले इज्जत गर्छ जस्तो पनि मलाई लाग्दैन हैन। सो उनलाई चाहिँ मैले डी टियरमै राख्न चाहेँ। त्यसपछि आउँछन् हाम्रो सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल। उनको त्यति धेरै केही स्क्यान्डलहरू छ जस्तो त मलाई लाग्दैन हैन। मैले नेगेटिभ कुराहरू पनि त्यति खासै सुनेको पनि छैन हैन हाम्रो राष्ट्रपतिको बारेमा। तर मलाई एउटा कुरा चाहिँ के लाग्यो भन्दाखेरि अस्ति नै जब जेनजीको आन्दोलन भएको थियो नि, त्यसपछि देशमा सङ्कट आएको थियो, देश नै पुरै तहस नहस भएको थियो। त्यति बेलामा चाहिँ जुन मागहरू छ, अब प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि जुन मागहरू छ, अब आफूलाई अब जस्तै संसद विघटन गर्नुपर्ने भयो अथवा आफूले भनेको प्रधानमन्त्री बनाइदिनु पर्ने भयो, हामीले यस्तो यस्तो मागहरू राखेको छौँ भनेर चाहिँ खास गरी जेनजी आन्दोलन भएको बेलामा जो अब लिडरहरू हुनुहुन्थ्यो नि, उनीहरू चाहिँ खास गरी जानुपर्ने चाहिँ राष्ट्रपतिकोमा थियो। तर उनीहरूले चाहिँ राष्ट्रपतिलाई विश्वासै नगर्ने भएको भएर चाहिँ उनीहरू चाहिँ आर्मी चिफकोमा गए के। हो त्यसै कारणले गर्दा अब खासै राष्ट्रपतिलाई चाहिँ अहिले त्यति धेरै मान्छेहरूले चाहिँ अब जस्ट सजावटको लागि मात्र हो जसरी पनि लिने गरेका छन् हैन। अब मैले त खासै अब रामचन्द्र पौडेलको बारेमा मलाई त्यति धेरै थाहा पनि छैन, त्यति धेरै नराम्रो कुरा पनि सुनेको छैन, राम्रो कुरा पनि सुनेको त छैन हैन, तर नराम्रो कुरा पनि सुनेको छैन। सो उनलाई चाहिँ मैले सी टियरमै राख्न चाहेँ है। त्यसपछि आउँछन् हाम्रो शेरबहादुर देउबा। तर शेरबहादुर देउबालाई देखेर मलाई दुःख लाग्छ क्या। किन थाहा छ? किनकि अस्ति नै जेनजीको आन्दोलनमा चाहिँ पुष्पकमल दाहाल प्रचण्ड र केपी ओली चाहिँ अब जस अरू नेताहरूसँगै अब हेलिकप्टरमा भागे नि त हैन। तर शेरबहादुर देउबा चाहिँ घरमा बसेको बेलामा चाहिँ अब उनले नै अब जस जनताको हातदेखि युवाको हातदेखि कुटाइ खाए के, जुन राम्रो कुरा त हैन तर खाए, अब त्यो त फ्याक्ट हो नि त।
अनि प्लस अहिले आएर चाहिँ अब नेपाली काङ्ग्रेस पनि उनको हातदेखि लगभग गइसक्यो क्या। सो त्यस्तै लाग्छ। उनको घर पनि जलाइयो, उनको घरबाट पनि धेरै पैसा जुन त्यो जलेको थियो। अब पछि एआई भन्ने यताउता आयो, तर एआई होइन, त्यो सबैले थाहै छ, किनकि जलेको देखाएको छ मान्छेहरूले, खरानी भएकै देखाएको छ होइन, खरानी भएर पनि बचेको टुक्राहरू पनि देखाएको छ मान्छेहरूले। सो शेरबहादुर देउवालाई चाहिँ मैले अहिले चाहिँ अब नेपालको 5 चोटि प्रधानमन्त्री बनिसकेको मान्छे होइन, अब खासै मान्छेहरूले गन्छ जस्तै मलाई लाग्दैन क्या अहिले चाहिँ। त्यसै कारणले गर्दा उनलाई चाहिँ मैले डिटिआरमा राख्न चाहेँ। अब आउँछन् पुष्पकमल दाहाल प्रचण्ड, नेपाली पोलिटिक्समा मास्टर माइन्ड हुन्छ नि। मलाई चाहिँ पहिलादेखि लाग्थ्यो क्या, हुन्छ नि, प्रचण्ड जति राजनीतिमा खतरा मान्छे कोही पनि छैन नेपाली राजनीतिमा। प्रचण्ड चाहिँ टप टियर नेता के, त्यसपछि बाँकीहरू आउँछन् क्या। मलाई एउटा कुरा चाहिँ के याद छ भन्दाखेरि प्रचण्डले म नेपाललाई स्विजरल्यान्ड बनाइदिन्छु भन्ने भाषण चाहिँ अब त्यो फेसबुकमा पनि ट्रेन्डिङ भएर पनि होला होइन। अहिले चाहिँ जस मलाई थाहा छ क्या, मैले पहिला टिभीमा पनि हेरेको थिएँ, बच्चा थिएँ त्यति बेला होइन, तर त्यति बेला टिभीमा पनि हेरे जस्तो लाग्छ। तर हामी नेपाललाई चाहिँ एसियाको नम्बर 1 बनाउँछौँ, तर स्विजरल्यान्ड भन्दा पनि राम्रो बनाउँछौँ भन्ने टाइपले भाषण दिएका थिए नि त जमानामा। तर केही पनि पुरा गर्न त सकेनन्। 2062-63 पछि जब त्यत्रो धेरै सिट ल्याएर पनि जित्दाखेरि पनि खासै केही गर्न नसकेकै अवस्था थियो नि त। सो अहिले पनि अब प्रचण्डको त अब पार्टी फुट्दा अहिले त अब माधव कुमार नेपालकोसँग मिलेर पनि अब केही गर्न खोजिरहेको जस्तो देखिन्छ। तर यो जनताहरूले अहिले विश्वास गर्न चाहिँ छाडिसके। त्यही भएर उनलाई चाहिँ मैले सी टियरमा राख्न चाहे, सीमा राख्ने या बीमा राख्ने। पोलिटिक्समा चाहिँ उनीभन्दा खतरा कोही पनि छैन है मेरो विचारमा, मतलब बी नै राखौँ। केपी शर्मा ओली नेपालको पूर्व प्रधानमन्त्री। केपी शर्मा ओलीलाई चाहिँ कस्तो भन्दाखेरि 2072-73 जब भूकम्प आइसकेपछि जब संविधान बन्यो 74मा होइन, इन्डियाले नाकाबन्दी गरिदिएको थियो, त्यति बेलामा चाहिँ उनी एकदमै पपुलर थिए क्या, सबैको फेभरेट होइन। केपी बा आई लभ यू वाला भाषण पनि केपी बा आई लभ यू वाला नारा पनि त्यसपछि नै होला होइन। उनी एकदमै पपुलर थिए। तर जेएनजी आन्दोलनपछि जब जेएनजी आन्दोलन भयो अस्ति भर्खरै, त्यहाँभन्दा अगाडिसम्म पनि खासै त्यस्तो प्रब्लम धेरै मान्छेहरूमा थियो जस्तो चाहिँ मलाई लाग्दैन। तर जब जेएनजी आन्दोलनपछि चाहिँ उनीहरूको पार्टीले क्राइसिस म्यानेजमेन्ट चाहिँ राम्रोसँग ह्यान्डल गर्न सकेन जस्तो चाहिँ मलाई लाग्छ क्या। हेरौँ न, अब अरू पार्टीहरूले चाहिँ सुध्रिने कोसिस गरे अथवा आफूलाई राम्रो बनाउने कोसिस गरे जस्तो देखिन्छ होइन। अब नेपाली काङ्ग्रेसलाई हेरौँ, अभियसली माओवादीलाई पनि हेर्दाखेरि पनि उनीहरू राम्रो बन्ने कोसिस गरेको जस्तो देखिन्छ। तर एमाले चाहिँ हुन्छ नि, हामीले त गरेकै होइन, हामीले त केही पनि गल्ती गरेको छैन यसमा चाहिँ। यो हुँदा जेएनजीलाई चाहिँ टेरोरिस्ट पनि भन्न भ्याए है यिनीहरूले चाहिँ। सो केपी ओलीको गल्ती चाहिँ होइन होला यसमा। अब उनको त अब पुरै टिम हुन्छ होला नि त, पिआर हुन्छ नि, पिआर भन्ने कुरो हुन्छ नि जुन सेलिब्रिटीहरूले गर्छ, अनि त्यसपछि क्राइसिस म्यानेजमेन्ट भन्ने कुराहरू हुन्छ। यस्तो कुराहरूलाई चाहिँ राम्रोसँग ह्यान्डल गर्न नसकेको जस्तो चाहिँ मलाई लाग्छ है। केपी ओली र एमाले भनिसकेपछि मान्छेहरूले चाहिँ नकारात्मक सोच्न थालिसक्यो क्या। उनीहरूले अझै राम्रोसँग ह्यान्डल गर्न सक्थ्यो जस्तो चाहिँ मलाई लाग्छ क्या। उनीहरू बाहिर आएर एकदम अफेन्सिभ हुनुभन्दा पनि बरु आफूले के गल्ती गरेको छु भनेर एक्सेप्ट गरेर होइन त्यसरी अघि बढेको भए चाहिँ अझ राम्रो हुन्थ्यो कि जस्तो मलाई लाग्छ। अब मलाई त्यति धेरै त थाहा छैन पोलिटिक्सको बारेमा, बट स्टिल त्यो गरेको भए चाहिँ योभन्दा चाहिँ बेटर हुन्थ्यो जस्तो चाहिँ मलाई लाग्छ क्या। त्यही भएर केपी ओली चाहिँ अब एक्चुअली चाहिँ सबैभन्दा पपुलर भइसकेको नेता होइन। अब अहिले चाहिँ खासै मान्छेहरूले नै अब हुन्छ नि त्यति इज्जत नगरेको जस्तो पनि लाग्छ क्या। फेसबुक कमेन्ट नै हेरौँ न, फेसबुकमा गएर कमेन्ट हेरौँ, फेसबुकको अब रियाक्सनहरू हेरौँ, मान्छेहरूको रियाक्सन हेरौँ होइन। अनि केपी ओलीलाई चाहिँ खासै त्यति धेरै मान्छेहरूले त्यति मन पराउँछ जस्तो चाहिँ मलाई लाग्दैन कि पहिला जस्तो। अब होला 1-2 जना अब हुन्छ नि उनीहरूकै पार्टीको कार्यकर्ताहरू होला जसले चाहिँ अब अहिले पनि केपी ओलीलाई भगवानै सम्झिन्छ होला। तर जनताको नजरमा चाहिँ केपी ओली चाहिँ एकदमै पहिलाको स्थानमा चाहिँ छैनन्, यति चाहिँ म भन्न चाहन्छु। अहिले अब पुरै खतम भइसक्यो, बिग्रिसक्यो, पार्टी नै गइसक्यो भन्ने चाहिँ होइन कि छ, अहिले पनि क्रेज छ होला उनीहरूको कोर कार्यकर्ताहरूमा होइन। र प्लस अर्को भनेको चाहिँ यिनीहरूलाई जसले क्रिटिसाइज गर्छ नि, उनीहरू यो पुरै गुन्डा लाएर होस् अनि त्यो व्यवस्था गर्ने तरिका छ नि, जुन अस्ति भर्खरै पनि एकजना कसले के भन्दैछ नराम्रो अनि उसको घरमा पनि के प्रब्लम गरिदियो भन्ने मैले सुनेको थिएँ होइन। सो केपी ओलीलाई चाहिँ मैले सिधै सीमा राख्न चाहेँ, सीमा भन्दा पनि डीमै राख्दा ठिक होला जस्तो लाग्यो शेरबहादुर देउवासँगै। अब आउँछन् हाम्रा स्वतन्त्र पार्टीका रवि लामिछाने। रवि लामिछाने चाहिँ एकाएक हुन्छ नि, अब पहिला चाहिँ अब टिभी जर्नलिस्ट थिए होइन, टिभी जर्नलिस्ट भन्छ या प्रेजेन्टर भन्छ होइन। रवि लामिछाने चाहिँ एक्कासी पोलिटिक्समा चाहिँ एकदम विस्फोट भएर आएका थिए क्या। जति बेला बालेनहरूले जिते, हर्कहरूले जिते, त्यसपछि उनको पार्टीको नामै स्वतन्त्र पार्टी भयो होइन।
अनि उनले 20-25 सिट पनि पाए, उनी एकैचोटि गृहमन्त्री पनि बने। तर त्यसपछि के भयो होइन, त्यसपछि चाहिँ अब एक दुईवटा फाइल खोल्न लागेको भन्ने पनि सुन्ने आवाज चाहिँ त्यस्तो न्युजहरू चाहिँ आएको थियो होइन। तर त्यसपछि चाहिँ उनी जब जेल गए यो के काण्डमा फसेर, तर रविलाई चाहिँ अहिले पनि मान्छेहरूले विश्वास गर्छ जस्तो चाहिँ मलाई लाग्छ क्या। जब उनी एकचोटि त्यो पासपोर्टको काण्ड भइसकेपछि उनलाई जब त्यो संसदको पददेखि हटाएको थियो नि, त्यसपछि उनी फेरि चुनाव लडेर त्यही ठाउँदेखि फेरि जितेका थिए क्या। भनेपछि ब्याक टु ब्याक एकै ठाउँदेखि त्यो त एउटै टाइम भएर पनि होला, तर जस्तो पनि राम्रो कुरा हो नि त, एकदम इम्प्रेसिभ कुरा हो नि त। अनि रविलाई चाहिँ अब अहिले यो सबै मेलमिलापतिर पनि लागिरहेको भएर चाहिँ उनलाई चाहिँ अब उनी चाहिँ फ्युचर हुन् जस्तो चाहिँ मलाई लाग्छ है, फ्युचर चाहिँ हुन् जस्तो लाग्छ है पोलिटिक्सको चाहिँ। सो उनलाई चाहिँ मैले एमा राखेँ। यसपछि आउँछन् हाम्रो धरानको मेयर हर्क साम्पाङ। हर्क साम्पाङ चाहिँ नेपालको टप 2 भनौँ न, सेकेन्ड बेस्ट मेयर होइन, अथवा सेकेन्ड बेस्ट भन्दा नि सबै मान्छेहरूले मन पराएको मेयर मध्ये एक होइन। किनकि उनको क्रेज छ, एकदमै धेरै क्रेज छ। तर उनको अहिले अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ मलाई के लाग्छ भन्दाखेरि जातीय हुन्छ नि एउटा विभेद अथवा दङ्गा चाहिँ भड्काउन खोजेको चाहिँ जस्तो लाग्छ क्या। हुन्छ नि यो अहिले रिसेन्टली फेसबुकहरूतिर पनि एकदमै छ होइन, यो जातीय विभेदहरू चल्न थालेको हुन्छ नि। एउटा जातिले अर्को जातिलाई बाहुन छेत्री एकतिर अनि त्यसपछि त अरू जातिहरू एकतिर गर्ने टाइपको चाहिँ चलिरहेको जस्तो चाहिँ मलाई लाग्छ क्या। त्यसमा चाहिँ उनको अस्ति भर्खरै मैले एउटा हेरेको रिसेन्ट इन्टरभ्यूको चाहिँ एउटा स्टेटमेन्ट के छ भन्दाखेरि राई र लिम्बूहरूले चाहिँ स्वतन्त्र पार्टीलाई भोट दिँदैनन् भन्ने थियो कि, जुन चाहिँ अलिकति उनी चाहिँ अलिकति जातीयतिर नै गएको जस्तो लाग्छ क्या। जस्तै इन्डियामा बिजेपी छ नि, बिजेपी पार्टी मोदीको पार्टी छ नि जुन, उनीहरू चाहिँ हिन्दू मुस्लिम गराउँछ क्या जहिले पनि, जुन मैले अब इन्टरनेटमै सुनेको है। उनीहरू चाहिँ अब हिन्दू मुस्लिमको आवाज लिएर होइन, अब हिन्दू मुस्लिमको दङ्गा गरेर अनि उनीहरू चाहिँ भोट माग्छ क्या होइन। अब जस्तै उनीहरू त हिन्दूहरू हो नि त, अनि त्यहाँ चाहिँ अब हिन्दूहरूको मन्दिरहरू बनाएर हिन्दूलाई अलिकति इम्प्रेस गर्न खोजेर अनि हिन्दूको बारेमा राम्रो भनेर हिन्दू मुस्लिमको अलिकति दङ्गा भड्काउन खोजेको जस्तो गरेर क्या अस भर्सेस देमको खेल खेलिरहेको जस्तो लाग्छ क्या त्यहाँनिर चाहिँ। हो नेपालमा पनि यही नै सुरु भएको हो कि जस्तो लाग्छ कि मलाई चाहिँ। सो फेसबुकहरूतिर पनि गएर हेर्दाखेरि हुन्छ नि, अब जस्तै हामी मात्र राम्रो अथवा उनीहरू मात्र खतम हो भन्ने चलिरहेको जस्तो लाग्छ क्या। यिनीहरूकै देश बेच्या हो, यिनीहरूकै जातले हो, यिनीहरूकै भन्ने हुन्छ नि त। अहिले फेसबुकको कमेन्टहरूमा चाहिँ एकदम धेरै हुन्छ क्या। अब फेसबुकतिर पनि भिडियोहरू हेर्ने हो भने चाहिँ एकदम नेगेटिभ भिडियोहरू आइरहेको छ। त्यस्तो भिडियोहरू अब जति हेऱ्यो त्यति धेरै नै आउने हो। तर हर्क साम्पाङले एउटा त्यो चाहिँ थोरै बढावा दिएको चाहिँ जस्तो चाहिँ मलाई लाग्छ। अब हर्क साम्पाङले गर्दा नै अहिले श्रमदान दिनेवाला कुराहरूलाई चाहिँ एकदम अगाडि उठाइएको छ, जुन राम्रो पनि हो। अब जति सकिन्छ जनताहरूले नै राम्रो काम गर्यो भने यस्तो देश विकास हुन्छ नि त अभियसली। अब यसको प्राइम इक्जाम्पल हो धरानको खानेपानी होइन। जनताहरूले गएर मेयरले गएर काम गरेर त खानेपानी आयो नि त्यहाँनिर होइन। त्यतिका वर्षदेखि एकजना अघिल्लो मेयरले पनि त गर्न सक्थ्यो नि त, तर गरेन नि त। सो त्यो चाहिँ एकदमै राम्रो कुरा थियो, जसको कारणले गर्दा मैले हर्क साम्पाङलाई चाहिँ एस टियरमा राख्न चाहेँ। सो अब यसपछि आउँछ नेपालकै अहिले सबैभन्दा फेभरेट पर्सन बालेन र शाह। बालेन शाहलाई नराम्रो भन्ने मान्छेहरू पनि छन्, टन्नै मान्छे छन्, तर जति पनि मान्छेहरू छन् सबै जस्तो पार्टी एफिलिएटेड मान्छे छन् है। अरू पुरानो पार्टीहरूमा एफिलिएटेड भएको मान्छेहरूले चाहिँ बालेन शाहलाई नराम्रो भनिरहेको सुन्न पाइन्छ। र बालेन शाहलाई चाहिँ अर्कोचोटि चाहिँ स्वतन्त्र पार्टीले आफ्नो प्रधानमन्त्रीको क्यान्डिडेटको रूपमा उठाउने भनेको छ। र धेरै जस्तो मान्छेहरूले चाहिँ बालेन शाहलाई चाहिँ नेपालको नेक्स्ट प्रधानमन्त्रीको रूपमा पनि हेर्ने गरेका छन्। तर अहिले रिसेन्टली आइरहेको खबर अनुसार चाहिँ बालेन शाह झापामा गएर केपी ओलीको अगेन्स्टमा चुनावमा लड्ने भन्ने कुरा छ नि, त्यसले चाहिँ मलाई के लाग्छ भन्दाखेरि त्यो कुराले चाहिँ अलिकति ब्याकफायर गर्न सक्छ जस्तो पनि मलाई लाग्छ क्या। किन भन्ने हो भने काठमाडौँको जुनसुकै ठाउँमा पनि बालेन उठ्यो भनेपछि 100% जित्छन् होइन। तर झापा जस्तो उनीहरूकै एमालेकै आवाज अनुसार अथवा एमालेकै बोलीमा भन्ने हो भने झापा क्षेत्र नम्बर 5 भनेको चाहिँ केपी ओलीको लाल किल्ला अरे। त्यो चाहिँ मैले अस्ति भर्खर द इन्डेप्थ स्टोरी हो कि कुन चाहिँ भिडियोमा पनि सुनेको थिएँ। त्यस्तो ठाउँमा गएर चुनाव लड्दाखेरि चाहिँ पहिला सागर ढकाल डडेलधुरा गएर चुनाव लडेको जस्तो चाहिँ नहोस् है। तर जित्न सक्ने चान्स पनि एकदमै धेरै छ। अब अहिले मान्छेहरू त अब सबै बुझ्ने भइसके, जस यसरी अब के हुन्छ हेर्न बाँकी नै छ। तर नेपालको नेक्स्ट प्रधानमन्त्रीको रूपमा चाहिँ धेरै जस्तो मान्छेहरूले बालेन शाहलाई हेर्ने गरेका छन् र धेरै जस्तो मान्छेहरूले बालेन शाहलाई चाहिँ नेक्स्ट प्रधानमन्त्री होस् भन्ने पनि चाहन्छन्। अनि बालेन शाह चाहिँ एकदमै छोटो समयमा चाहिँ यति हुन्छ नि पपुलर, यति धेरै मान्छेहरूको फेभरेट भइसक्यो कि उनी चाहिँ अहिले टप नम्बर 1, उनको नाम भनेपछि भिडियो चल्छ त्यस्तो छ अवस्था।
सो म चाहिँ अब बालेनलाई चाहिँ पोलिटिक्सकै आधारमा म चाहिँ एस टियरमै राख्न चाहेँ, किनकि बालेन्द्र शाह भनेको चाहिँ नेपालको फ्युचर हुन् है। यसपछि अब भर्खरै नेपाली काङ्ग्रेसको महामन्त्री के अध्यक्ष सभापति चाहिँ हो क्या, पहिला चाहिँ महामन्त्री थियो क्या, अहिले चाहिँ नेपाली काङ्ग्रेसको सभापति भएका छन् गगन थापा होइन। उनले चाहिँ पार्टी नै हाइज्याक गरिदिएका छन् रे होइन, के छ त्यस्तै कुरा। सो तर मलाई गगन थापा चाहिँ खासै त्यति धेरै इन्ट्रेस्टिङ पर्सन चाहिँ लाग्दैन थियो। तर मैले जब त्यो जेनजी पछिको जुन त्यो उनको स्टेटमेन्टहरू उनको भिडियोहरू हेरेँ नि, अरू नेताहरूभन्दा चाहिँ गगन थापा चाहिँ एकदमै बुझ्ने र जान्ने मान्छे रहेछन् जस्तो लाग्यो क्या। हुन्छ नि जेनजीको आन्दोलन पछि सबै मान्छेहरू चाहिँ हुनुहुन्छ नि त्यो जेनजीलाई नै गाली गर्दै थियो, नराम्रो भन्दै थियो। जस्तै एमालेलाई हेरौँ न, अब कङ्ग्रेसको अरू मान्छेहरू पनि त्यो भिडियोहरू फेक हो एआई हो भन्नको पछि लागिरहेको थियो। र त्यसमा चाहिँ सबैभन्दा पहिलो स्टेटमेन्ट आएको थियो गगन थापाको। उनले के भनेका थिए भन्दाखेरि हामीबाट केही कमी कमजोरी भयो, हामीले चाहिँ बुझिनौँ, हामीले पहिला विचार गर्नुपर्ने रहेछ, अबदेखि चाहिँ त्यस्तो हुँदैन भन्ने टाइपले एउटा स्टेटमेन्ट चाहिँ दिएको थियो कि, जुन चाहिँ मलाई एकदमै हुन्छ नि। अरू नेताहरूले चाहिँ अब प्रधानमन्त्री भइसकेका मान्छे, प्रधानमन्त्रीको पोस्टमा बसेका मान्छेहरूले चाहिँ केही पनि भनेको छैन, अरूले चाहिँ केही पनि भनेको छैन होइन। तर गगन थापाले चाहिँ हो हामीबाट गल्ती भएको छ भनेर स्वीकार्नु भनेर त एकदमै ठुलो कुरा हो नि त होइन। मलाई त एकदम अचम्म लागिरहेको। अनि त्यसपछि चाहिँ अनि उनको एक दुईवटा अरू भिडियोहरू पनि हेर्दाखेरि चाहिँ गगन थापा चाहिँ अलिकति जान्ने बुझ्ने मान्छे जस्तै लाग्यो है। उनी चाहिँ अहिले अब रिसेन्टली काङ्ग्रेसको सभापति अथवा अध्यक्ष पनि भए, जुन चाहिँ राम्रो कुरा पनि हो होइन। किनकि यस्तो मान्छेहरूले अब लिडरसिप गर्यो भनेपछि चाहिँ अब जस्तै त्यो पार्टीलाई लिड गर्यो भने चाहिँ पार्टीलाई राम्रो बनाउन सकिन्छ होला। किनकि अब अहिले हेर्ने हो भनेपछि नेपाली काङ्ग्रेस र एमाले चाहिँ लगभग उही स्थानमा छ जुन स्थानमा लास्ट चुनावमा माओवादी थियो होइन। सो गगन थापाले चाहिँ अब केही गर्न सक्छन् कि भन्ने धेरैले आश पनि गरेका छन्। मैले पनि अब गगन थापालाई चाहिँ नेपाली काङ्ग्रेसको फेस नै भएर आउँछ जस्तो चाहिँ मलाई लागिरहेको छ। हुन चाहिँ उनी अब नेपाली काङ्ग्रेसको फेस नै हुनुहुन चाहिँ, तर उनले चाहिँ अब केही राम्रो कामहरू गरे अथवा राम्रो डिसिजनहरू लिए र बाहिर अब पिआर म्यानेजमेन्ट चाहिँ राम्रोसँग गर्न सक्यो भने चाहिँ नेपाली काङ्ग्रेस चाहिँ एउटा प्रोमिनेन्ट पार्टी हो, पहिलेदेखि हो, अहिले पनि छ होइन। सो अझै पनि केही गर्न सकिन्छ जस्तो चाहिँ मलाई लाग्छ। सो गगन थापालाई चाहिँ मैले ए टियरमा राख्न चाहेँ। यसपछि आउँछन् देशको राष्ट्रिय भाउजू नै भन्छ होइन। अस्ति नै मलाई दुःख लाग्यो थियो जेनजी आन्दोलनमा जब शेरबहादुर देउबा दम्पतिले जब कुटाइ खाएको थिए नि, त्यति बेलामा चाहिँ मलाई दुःख चाहिँ लागेको थियो, नपिट्न पर्ने जस्तो चाहिँ मलाई लागेको थियो। तर उनको इन्टरभ्यूहरू हेर्दाखेरि, उनको कुराहरू सुन्दाखेरि दे डिजर्भ इट। म चाहिँ ईमा राख्न चाहेँ। कुलमान घिसिङ, अब कुलमान घिसिङलाई चाहिँ नर्मल्ली भन्नुपर्दा चाहिँ उनी चाहिँ नेपालमा उज्यालो दिने मान्छे हो नै एक किसिमले भन्नुपर्दा। उनको खासै नेगेटिभ कुराहरू त केही छैन। र कुलमान घिसिङलाई चाहिँ धेरै मान्छेहरूले चाहेका पनि छन्। उनको अब अस्ति भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको मेलमिलाप चाहिँ 2-4 दिनमै भत्क्यो, टुट्यो होइन, के भयो त्यो। तर कुलमान घिसिङ चाहिँ अब अझै पनि प्रोमिनेन्ट छन् एकदमै होइन। उनलाई चाहिँ अझै पनि मान्छेहरूले रेस्पेक्ट गर्छ। अझै पनि के उनी त अब नयाँ फ्युचर हुन्, उनी नै हुन्। र स्वतन्त्र पार्टी भयो, हर्क साम्पाङ भयो, त्यसैसँगै कुलमान घिसिङ पनि नयाँ नेपालको एकदमै इम्पोर्टेन्ट मान्छे हुन्। उनले चाहिँ अब काठमाडौँमा यो लोड सेडिङ बन्द गरिदिए होइन, नेपालको धेरै ठाउँहरूमा गरे क्या, तर अझै पनि धेरै ठाउँहरूमा बत्ती पुगेको छैन। अझै पनि दैलेख जस्तो ठाउँहरूमा 2-4 घन्टा डेली बत्ती जान्छ होइन। सो यो कुराहरू पनि अब उनी त हटिसकेपछि अब उनी फेरि पोजिसन अथवा पावरमा आयो भने यो कुराहरू राम्रो बन्छ होला। सो उनलाई चाहिँ मैले एस टियरमा राख्न चाहेँ। सागर ढकाल एकदमै ब्रेभ मान्छे, डडेलधुरा गएर होइन, अब बिना कुनै पार्टीको फन्डिङ होइन, कुनै ठुल्ठुलो नेता होइन, बिजनेसम्यानहरूको फन्डिङहरू छैन होइन, तैपनि डडेलधुरा गएर मान्छेहरूको अगाडि होइन अब त्यहाँ अब आफूलाई नै इन्डिपेन्डेन्टली प्रमोट गरेर शेरबहादुर देउबाको अगेन्स्टमा खडा हुनु भनेको एकदमै ठुलो कुरा हो। अनि उनी चाहिँ अहिले अब राष्ट्रिय स्वतन्त्र पार्टीमै छन् क्या। उनी जस्तो मान्छे चाहिँ चाहिन्छ जस्तो चाहिँ मलाई लाग्छ क्या। अनि उनी पहिला एकचोटि शेरबहादुर देउबालाई क्वेसन सोधेर पनि होइन एकदमै फेमस भएका थिए नि त। अनि उनी विदेश गएर के कामहरू गर्दै एक्सपिरियन्सहरू लिँदै, उनी पनि के इन्जिनियर नै हुन्, अब के इन्जिनियर हुन् त्यो चाहिँ मलाई थाहा भएन होइन, तर हुनुहुन चाहिँ उनी जस्तो मान्छे चाहिँ नयाँ फ्युचर हुन् है। त्यही भएर चाहिँ सागर ढकाललाई मैले ए टियरमा राख्छु है।
सुदन गुरुङलाई म अस्ति जेएनजी आन्दोलनभन्दा अगाडि त म चिन्दा पनि चिन्दिनँ थिएँ भन्नाले उनको नाम पनि सुनेको थिएन। तर उनी कुन एनजिओ कि आइएनजिओ केमा चाहिँ हामी नेपाल भन्नेमा चाहिँ उनी संलग्न रहेछन्, राम्रो काम नै गरिरहेको रहेछन् होइन। तर आई डोन्ट नो योचोटि गोर्खादेखि चुनाव लड्ने भन्ने कुरा सुनेको थिएँ मैले होइन। अब योचोटि चुनाव लडिसकेपछि सुदन गुरुङ पनि नेपालको फ्युचर पोलिटिसियन्सहरूमध्ये चाहिँ एक हुन्। उनीबाट नि एकदम धेरै भरोसा छ। उनलाई चाहिँ एमा राख्न चाहे मैले चाहिँ। सो हामीसँग लास्टमा छन् महेश बस्नेतको चाहिँ अब त्यो जेएनजी आन्दोलनपछि चाहिँ हुन्छ नि त्यो दिएको भाषणहरू, त्यो भनेको कुराहरू चाहिँ सायद कसैले चित्त बुझाएको छैन होला। उनको फेसबुकमा गएर कमेन्टहरू हेर्न हुन्छ। उनी अहिले पनि बालेनलाई कसलाई गाली गरेर बसिरहेको हुन्छन्। अब गर्दा हुन्छ, लास्ट टाइम पनि भक्तपुरदेखि हारेकै हुन् क्या उनले होइन। ठिकै हो, योचोटि पनि अब फेरि के गर्छन् जनताहरूले होइन, भोट दिन्छन् वा दिँदैनन्। उनलाई चाहिँ मैले सिधै इटिआरमा राख्दिएँ। सो यही नै थियो ऱ्याङ्किङ। तपाईँहरूलाई कस्तो लाग्यो र यसमा तपाईँहरू कुनै कुरा चेन्ज गर्न चाहनुहुन्थ्यो भनेपछि के कुरा चेन्ज गर्नुहुन्थ्यो त कमेन्टमा लेख्नु होला। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आई विल सी यु इन द नेक्स्ट भिडियो। नमस्कार।